हेलो गाइस हासा हेलो गाइस सुरु भइसक्यो है ल भन है अब हामी जाँदैछौँ अब हामी चाहिँ निस्किन लाग्यो रेडी हुँदैछ यो सचिनको गाडी यो राजको गाडी दोर्जी तेरो गाडी भित्र हाले भ्यान निकालेर यो चाहिँ हाम्रो स्न्याक्सहरू हाम्रो भ्यान चाहिँ ओ माई गुडनेस कहाँ गयो क्यामेरा तल फोकस गरौँ न तल 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 यहाँ चाहिँ आइस ड्रिङ्क्सहरू ड्रममा हाम्रो भ्यानभित्र चाहिँ यस्तो रहेको छ ओ कता हो यसको यो चाहिँ हाम्रो भ्यानको अगाडि अबे जल्दी बोल कल सुबह पनवेल निकलना है टाढाबाट खिच्नु पर्यो यो चाहिँ हाम्रो मर्सिडिज भ्यान हामी चाहिँ जान लाग्छौँ अब स्कटल्यान्ड जाँदैछौँ गाइस यहाँ चाहिँ अझै पनि यहाँ सामानहरू छ फर्स्ट टाइम भ्लगरको अलिकति कुरा त त्यस्तै त हुन्छ नि यो कस्तो क्यामेरा किन तल टाउको यस्तो तल गऱ्यो भने तल जान्न भने सिधै बस्छ भने हेर्न जतिसुकै होला नि सिधै बस्छ यो त अरे कहना क्या चाहते हो होइन कि यस्तो तल यसरी देखाउनु खोज्यो तर सिधै देखिरहेछ क्या यस्तरी गर्नुपर्ने हो क्या हो कहाँ यो कुन चाहिँ अहिले 90 डिग्रीमा हाल्नु हैन 90 डिग्रीमा ठिकै छ नि यो अब एकछिन यो भयो 90 डिग्रीमा अनि यस्तो गर्ने हो के यस्तो यसले नि यो जुम इन जुम आउट भयो नि हैन त्यो त जुम गर्ने हो त्यो अब यो चाहिँ यता यस्तो यहाँबाट हाल्नु मिल्दैन ज्याकेट मैले भनेको मात्र यो सामान्य त कहाँ जस्तोले भन्छ त्यहाँ टपमा हाल्नु मिल्दैन यो हेर्नु पर्छ तिम्रो झर् नगर ओए यतातिर हात मिल्दै जाउँछु ड्राइभरसँग पंगा नभए ओह्राल ल्याउनु नि भन्दाखेरि मलाई त केही नभए म त्यही भनेर यो त अड्दैन हो सामान लास्टै मोमो घर उयो मुनि हाल्छ गाडीको टायर मुनि हाल्छ नलके त्यो नभए छोड्दे खासै काम पनि छैन त्यो सानो कुकर किन लान्ला हो र ठुलो कुकर हालेछु त मैले त्यसले पुगिहाल्छ त्यो सानो कुकर क्यान्सल गर त्यो ठुलो कुकर हाले त्यो छोडिदियो त्यो सानो र मोमोको भाडा क्यान्सल है त हाम्रो गाइजहरू चाहिँ यहाँ छ यस्तो हाम्रो स्कटल्यान्ड प्लानिङ भइरहेछ होइन यसमा चाहिँ अब यहाँ छ यस्तो केटाहरू यहाँ छ है केटाहरू त्यो छ सुरु गर्दैछौँ हामी बिस्तारै च्याट्ट लाएर यो हाम्रो गाडी होइन हाम्रो गाडी यो हुन्छ सट्ट ल्याएर होइन अनि त्यसपछि यो खोला नि यो खोला न च्याट्ट लाएर ट्याक्क लाएर हाम्रो गुरुजी 5 दिनको लागि गुरुजी सबै
तिन तला हालेको छ नि त्यो साइडमा देखि पहिले नि यस्तो देखेको थिएन बडी भाइ यहाँ छ पास्ता त्यहाँ छ अनि त्यसपछि हाम्रो यहाँ सामान नअटेर चाहिँ हैरान भइरहेछ आधी सामान त्यहाँ छ कहाँ के छ भन्ने कुरो थाहा छैन ल है त अब म यहाँ छु कता कसरी देखाउने होला यसलाई म यहाँ छु होइन यसरी ट्याक्क लाएर त्यही हो अनि त्यसपछि अब यतापट्टि पनि घुमाइदिउँ न यही हो है हाम्रो अब बिस्तारै सुरु हुँदैछ ल चाहिँ अब भाइ यहाँ छ होइन ट्याक्क लाएर यस्तो यहाँ ट्याक्क छ यहाँ छ ल ट्याक्क यो मुन भयो सबै यहाँ छ ल को बस्नु भयो अगाडि म बस्ने अगाडि ल हामी तिनजना पछाडि बसौँ न छिर्न त के गर्नु ल के म केही नि म बिचमै बसौँ न अनि त्यसपछि ल एकछिन निस्कियो आऊ हाम्रो टोली निस्कियो है त टोली निस्कियो सुरु भयो है त हाई गाइज रेडी भयो नि त कता ल गाइज रेडी हो एक्साइटेड हो ल है त गाइज रेडी राई तर नेट त्यहाँ हालेको छैन है माथि हिँड्न न अलिकति बाटो देखाउँछ बाटो देखाउ त म हैन हालेर हिँड्न ल हालेर नेट चलेको छैन भने अलि माथि कसी चल्छ ल त हामी गाउँमा गाइज म पशुपतिनाथ कि भन्छ भने श्री पशुपतिनाथ की ल है त हाम्रो सिलाकी जवाली अनि ल हाम्रो अब ट्रिप चाहिँ यहाँबाट सुरु भयो यसरी चाहिँ बेस्ट ल हाम्रो लेडिज श्री पशुपतिनाथ की जय श्री पशुपतिनाथ की जय श्री पशुपतिनाथ की जय मुन्नी की जवानी कता लेफ्ट राइट कता हो राइट सही हो ल यति भएपछि कति रे मुन हाम्रो चाहिँ अरे कहना क्या चाहते हो यिनीहरू त हेर त व्यवस्था यहाँ हेर्नु यहाँ देखाउनु न देखाउनु पर्ने कुरा हो नि त कस्तो थाहै छैन यहाँ ल कहाँ गयो भनेको ए बानी यो के हो यो त क्यामेरा त गर्नु न तलबाट कन्ट्रोल हाल्नु नि तल ल भाइ वेज हाल्यो है वेज ठिक हुन्छ भन्ने ल है त गाइस यहाँ छ यहाँ चाहिँ यसरी छ हामी होइन कहाँ छ यो यहाँ चाहिँ तपाईँ तलबाट बुक हुन्थ्यो त क्यामेरा खै कहाँबाट ए पर्ख ल भाइलाई दिनु तल नखाने भाइलाई दिनु Cheers guys. चिसोमा गयो कि Cheers. यो बढाउनु पर्दैन कि बिस्तारै हैन यो मिलाउनु पर्ने हो क्या हामीले केही छुनु पर्दैन टेम्परेचर मात्र मिलाउनु पर्ने हो क्या हावा भरेर आउनु पर्दैन कि दोस्त बिस्तारै ताप्नु क्या जति गाडी कुद्यो त्यति ताप्नु खत्म बाय बाय टाटा गुड बाय गया ल हाम्रो केटाहरूको चाहिँ यहाँ कति राम्रो के भन्छ यसलाई रिजन रे यो चाहिँ यता चाहिँ नाम लेखेको खोइ त नि ए यतापट्टि दोर्जे रे होइन के हो केटीको नाम यो दोर्जे रे यो चाहिँ रिजन रे ल यहाँ पनि देखाउनु न ए Gear to start, grow and elevate your journey. From your first mix to the main stage, it all begins here.
Find out more at alphatheta.com. Champagne, त्यसपछि सुन्दिन कोही मान्छे आउन तिमी पनि मसँग घुमाउँछु तिमीलाई मैले भोगिसकेछु सबै कुरा के फरक पर्दैन फसिसकेँ म फसिसकेँ म मलाई गर्नु छैन फेरि अर्को गल्ती किन बस्नु के भयो They did the font thingy. I'll show you. Like, look how the font, like that. That's a bold font with Dunjani Prison broken name. And this specific Gampe and like the other fonts. I don't know. कौन है ये लोग कहाँ से आते हैं ये एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह गिटार मेरो साथमा याद तिम्रो गाउने गीत तिम्रै लागि माया तिमी बिनाको मेरो सरेको मेरो माया लाभको सुनिले रातमा तिमी त साथमा अरूको बात छैन त हातमा तिमी पनि
राम्रो छैन होइलिएको फोटो खिच्छ तर मेरो माया छैन यो मन तिमी बाहेक कसैलाई पर्ने रोक्दैन पर्फेक्ट छ हाम्रो जोडी तर कसैलाई बुझ्दैन बुझ्दैन सोध्दैन तिमी बाहेक यो हुँदैन जति मायाको छुट्टै यो मनलाई तिम्रो याद यो चुनी कटाइदिन्छु बोलो तिम्रो सपनामा घुम्न दिन कसैको किनकि तिमी मेरी आइसले रातो चले तिमी मेरी लागि हो सत्य कुरा यो तिमी मेरो कुरा बुझ्छ रे जसको प्रेम गर्ने व्यक्तिको माया सफल हुन्छ रे सुनेली रातमा मनका बर्सातमा तिमीलाई सम्झिँदै बसेछु मायालु हातमा गिटार मेरो हातमा याद तिम्रो गाउँले गीत तिम्रै लागि मायालु म सुन बिनाको मेरो जीवन रङ्ग हो उनी सरेको मेरो माया गुलाबको कौन है ये लोग? कहाँ से आते हैं?
आज नहीं पश्चिम दाइ भल्ल रेकर्ड भयो ल अब भन्नु बिजनेस गर्दैछौँ हामी चाहिँ यहाँ What you want? So we off to the shop. ग्लास चाहिन्छ नि त फेरि हजुर माथि चाहिँ गएन त यो त ओके यस्तो हुँदो रहेछ ओले मोले यो नो वे जम्मेन जाउँ ल Oh, beer, champagne, everything. अरे कहना क्या चाहते हो? कोही मान्छे आउन तिमीसँग म पनि अडियो नि गर्छ अडियो नि गर्छ बोलेको ए ओके अलिकति सानो फेरि यसको Oh yes, don't again. Yeah. Champagne. बोलाको सुनेन कि माया
One eternity later. आफ्नो झोला ढ्याम 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 दिइहाल्यो त अहिले खानेकुरा हो के पहिला मेन त दाइ यो निकाल्नु त यसमा के छ मैले कहाँ राखेँ त यार मेरो ए ल धन्यवाद फुट्छ भन्ने डर छ नि त Finaliat Destination बल्ल बल्ल आइपुग्यौँ ट्रेकिङ आएको भन्दा नि बिजोग भयो यति ढिला आएर चाहिँ अलिक गाह्रो भयो नभए बाटोमा त दामी रमाइलो भयो ए बा आफ्नो झोला त बोकिन्छ यो म निकालिदिन्छु ए यो भोलि टिप्ने हो अब यो अहिले टिपेर सकिन्न झोला नि यता फाल्दिउँ मेरो लाखपति त खाली मात्र नराखिकन यिनीहरू पनि बोक न तर धेरै खिच्नु पर्दैन त्यो अब भयो हामी सामान झर्दैछौँ मैले चाहिँ के नि हुन पकाउनु चाहिँ कहाँ पकाउने यहीँ पकाउनुमा सामान सजिलो हुन्छ है हाम्रो बेडहरू यस्तो रहेछ गाइस ओइ माका किचन कहाँ छ यता हो किचन यता यो त कस्तो मान्छे जता गयो त्यता डिटेक्ट गर्दो रहेछ वाउ यो कुरा चाहिँ मलाई मन पर्यो है बिन पनि रहेछ वासिङ मेसिन रहेछ खतरा वासिङ मेसिन नै रहेछ दाइ आनन्द भयो ओके सर्लक्क फ्रिज पनि दामी रहेछ 3 दिनको लागि त घर त दामी पायो है प्यान सबै रहेछ कटलरी थाल हेरौँ त दाइ दाइ मेरो त थाल डाडु नि टन्ने रहेछ प्लेन्टी ल ओहो थाल चाहिँ कुन संसारमा हो थालको पो टेन्सन भयो त माथि कबर्डमा हुनसक्छ कतै मेसिन ब्लेन्डर रहेछ ओहो प्लेन्टी वाउ ल दामी
खतरा सबै रहेछ ल खतरा रहेछ थाल रहेछ के अनुहार त मेरो त फ्रन्टमा पो लगाइरहेको रहेछ म त टिभी रहेछ ल यो चाहिँ हाम्रो लिभिङ रुम होला लिभिङ डाइनिङ के जे भने नि यहाँ चाहिँ अहिले झोला यता राखिदिन्छु किनभने यसमा अलिक फुट्ने सामान छ यस्तो गरेर आस्थाको भिडियो निकालिदिउँ डाइनिङ टेबल नि रहेछ बाथरुम ऐना नि रहेछ यो बेडरुम डबल बेड ओके यो डबल बेड भइसक्यो दाइ भइसक्यो यो डबल बेड भ्यू पनि छ त्यो त अब बिहान होला अब जुत्ता त लाएर आउने हो कि नलाएर आउने हो ओहो भ्यू त नि बिहान चाहिँ खिच्नु पर्ने रहेछ छोडिदिनु दाइ भोलि बिहान खिचौँ न त्यो बिहान त स्टोरी ओइ टावल ल्याउनु नपर्ने रहेछ नि हामीले त टावल नि प्याक गऱ्यौँ नि टावल यो हाम्रो बाथरुम सावर ओहो नुहाउनुपर्छ सुन्नु बाथरुम plenty of mirror plenty mirror छ ल अब यति भएपछि चाहिँ भयो ऐना त प्लेन्टी फालाफाल ऐना त फालाफाल रहेछ ल अलिकति चित्त नबुझेको कुरा भनेको हामी चाहिँ फाइनली आयौँ होइन हाम्रो टाइम अहिले कति भएको छ भन्दाखेरि अफ भइसकेको छ कति भयो टाइम 1:30 नै हो 1:30 नै भन्छ 1:30 भयो हाम्रो लेडिज ग्याङहरू चाहिँ यस्तो बनाउँदै हुनुहुन्छ होइन खानेकुराहरू बनाउँदै हुनुहुन्छ त्यसपछि फ्रिजहरू यहाँ छ फ्रिज भयो अनि त्यसपछि गर्दैछ यसले चाहिँ चल्छ किन चल्ने यहाँ अन गर नि त नि यहाँ भाइले हेर्दैछ ट्याक्क लगाएर यो यस्तो छ होइन मोइस्चरहरू छ हाम्रो फ्रिजरहरू छ यस्तो छ होइन ट्याक्क लगाएर अनि यहाँ लेडिजहरू चाहिँ बनाउँदैछ खानाहरू बनाउँदैछ सरी बिस्तारै गर न बिस्तारै गर यहाँ भयो हाम्रो सामानहरू यस्तो छ अहिलेलाई यस्तै भइरहेको छ 15 गोल छ अहिलेलाई चाहिँ है त